विवाद र द्वन्द्वबारे बहस गर्छ अथवा सामाजिक विवाद र द्वन्द्वबारे हेर्छौँ। अब हेरौँ साथीहरू, सामाजिक विवाद र द्वन्द्व भन्नाले के बुझिन्छ, यसको परिचय के हो, यो किन घट्छ होइन, यसका कारणहरू के हुन् जस्ता विभिन्न विषयमा हामी हेर्छौँ। सामाजिक विवाद र द्वन्द्व विभिन्न सोच, स्वार्थ र विषयका कारण समाजमा देखा पर्ने वैचारिक बेमेल, असहमति, झैझगडा आदिको समूलता नै विवाद र द्वन्द्व हो। सामाजिक विवाद र द्वन्द्व सार्वजनिक सरकार मामिला र मुद्दाहरूको सन्दर्भमा समाजका व्यक्ति समूह बीच देखा पर्ने यो झैझगडा द्वन्द्व स्वस्थ विवाद नै, स्वस्थ क्रिया प्रतिक्रिया नै विवाद हो भनेर बुझ्नु पर्यो। अब हेरौँ, सामाजिक विवाद समाजमै घटित हुने, समाजकै पात्र र पक्षहरूको उपस्थित हुने, सामाजिक कारण नै प्रधान रूपले जिम्मेवार हुने विभिन्न विषयका झैझगडा, असहमति, असामञ्जस्यता जस्ता पक्षहरूको समग्रता विवाद र द्वन्द्व। फरक के हो भने विवादमा झगडा हुँदैन, झगडाको कारण विवाद हो। के को कारण? झगडाको कारण विवाद हो। विवाद भएपछि विवादको सहजै समाधान नहुने हो भने के हुन्छ? द्वन्द्व हुन्छ भन्ने कुरा भन्नु। तर विवाद र द्वन्द्व एक आपसमा कति फरक छन् भन्ने विषयमा खुट्याउनु गाह्रो छ। तथापि विवाद भन्ने बित्तिकै यो झैझगडा भएको स्थिति होइन, झैझगडा गराउने कारण चाहिँ विवाद हो भन्ने चाहिँ बुझ्नु पर्यो। यति कुरा। अब हेरौँ, सामाजिक द्वन्द्वको सिर्जना वस्तुतः सामाजिक स्वार्थ पूरा गर्ने सिलसिलामा व्यक्तिगत र सामाजिक स्वार्थ तालमेल मिलेन भने द्वन्द्व हुन्छ भन्ने कुरा बुझ्नु पर्यो। द्वन्द्व के रहेछ? विचार, शक्ति र स्वार्थको बिचको उपज हो। विचार मिलेन, शक्तिहरूको बिचमा विचार र स्वार्थ बिचको तालमेल मिलेन भने के हुने भयो? हामीले हेर्दा द्वन्द्व हुने भयो। द्वन्द्व समाजमा निरन्तर चलिरहन्छ। द्वन्द्व के हुन्छ? समाजमा निरन्तर चलिरहन्छ। द्वन्द्वरहित समाजको परिकल्पना गर्न सकिँदैन। जबसम्म समाज छ तबसम्म समाजमा द्वन्द्व हुन्छ नै, अर्थात् द्वन्द्व समाजको अभिन्न पाटो बन्छ भन्ने कुरा बुझ्नु पर्यो। ल हेरौँ, जब समाजमा द्वन्द्व हुन्छ, तब समाज सृजनात्मक, रचनात्मक बन्ने गर्छ। अर्थात् द्वन्द्व यसो हेऱ्यो भने द्वन्द्वले गर्दा समाजमा हुने असमानता, विभेद हट्न मद्दत पुग्छ जब द्वन्द्वको सकारात्मक तरिकाले व्यवस्थापन हुन्छ। अब तर द्वन्द्व सकारात्मक भन्दा पनि नकारात्मक पाटोतिर गयो भने समाजमा एकता होइन, अनेकता हाबी गर्छ होइन, समाजमा शान्ति होइन, विध्वंस निम्त्याउँछ भन्ने कुरा पनि बुझ्नु पर्यो। ल यस्तो